र यही बिचमा एउटा कुराले भन्छ सायद गोपी सर र गार्गीजी चाहिँ एउटै समारोहमा सम्मानित भएको कि जस्तो लाग्छ नभएबाट के हो ए होइन हजुर प्रज्ञामा देजुमा बानेश्वरमा भएको कार्यक्रममा थियो जस्तो लाग्यो नोबेल साक्यसबाट सम्मानित संस्था पनि हुनुहुन्छ देजु हार्दिक आभार व्यक्त गर्छु माया हुनुहुन्छ र उहाँको बारेमा धेरै चाहिँ भन्दिनँ नेपाली साहित्यमा एकदमै माथिल्लो उचाइमा पुगे पनि विवादमा परेका धेरै संस्थाहरू हुनुहुन्छ दिजुको विवादको शब्द आजसम्म सुन्न पाएको छैन त्यही खुसी लाग्छ दिजुको अगाडि उभिँदाखेरि कतै गल्ती गरिन्छ कि भनेर पहिले डराउनु पर्छ यो नै आफूले पाएको पार हो त्यसैको लागि नमन गर्दछु हस् धन्यवाद अब यसपछि म माला बस्नेतका हुनुहुन्छ अगाडि आइदिनु अनुरोध गर्छु मालाजी हुनुहुन्न उहाँ हुनुहुन्न गीताजी त्यहाँ काम गर्दै हुनुहुन्छ मलाई एकजना रोहित सर हुनुहुन्छ सर अगाडि आइदिनु अनुरोध गर्छु होइन आफू त्यहाँ बस्नु यो खोलिदिनु सर एकचोटि मैले हाम्रो वरिष्ठ कलाकार आदरणीय रोहित कार्की नोबेल साक्यसको कार्य समितिभित्र हुनुहुन्छ सरलाई मैले दुःख दिएँ खोल्दैछ है अब म नाम लिनेछु मायाको चिनो लिनको लागि अगाडि आइदिनु म अनुरोध गर्छु सर्वप्रथम त म मायाको चिनो प्रदान गरिदिन हाम्रो प्रमुख अतिथिज्यूलाई नै मायाको चिनो प्रदान गरिदिन अनुरोध गर्छु सभापतिज्यूले दिनुहुनेछ सँगै हाम्रो आजको स्रष्टा पनि सँगै ल्याइदिनु हुनेछ त्यसपछि मायाको चिनो ग्रहण गरिदिनको लागि म आदरणीय पुष्परञ्जन गुरुलाई अनुरोध गर्दछु त्यसै गरी मायाको चिनो ग्रहण गरिदिनको लागि म आदरणीय चेतना तबला सरलाई अनुरोध गर्दछु त्यसै गरी मायाको चिनो ग्रहण गरिदिन आदरणीय ज्ञानिष्ठ ज्ञानी सरलाई अनुरोध गर्दछु त्यसै गरी मायाको चिनो ग्रहण गरिदिन गोपी कृष्ण प्रसाद सरलाई अनुरोध गर्दछु त्यसै गरी मायाको चिनो ग्रहण गरिदिन म पुष्प प्रसाद भुइटेल सरलाई अनुरोध गर्दछु हामीले यसको लागि झोलाको व्यवस्था गरेका छौँ काउन्टरबाट लिनु होला बक्सहरू यी नजिकै त्यसै गरी म मायाको चिनो ग्रहण गरिदिन द्वारिका शर्मा दाजु अनुरोध गर्दछु त्यसै गरी मायाको चिनो ग्रहण गरिदिन म रामप्रसाद अधिकारी सरलाई पनि अनुरोध गर्दछु आदरणीय पुस्तकहरूले भनिहाल्नुभयो स्रष्टा रामप्रसाद अधिकारी हाम्रो जय साहब हुनुहुन्छ आजको सभापति सुशीला ढकाल अधिकारीलाई सुशीला ढकाल बनाउने ढकालबाट अधिकारी मात्रै होइन सुशीला ढकाल बनाएर समाजमा चिनाउने आदरणीय व्यक्तित्व हुनुहुन्छ म उहाँप्रति हार्दिक नमन गर्दछु र म यसै गरी आदरणीय विक्रम भक्त जोशी सरलाई मायाको चिनो लिन अनुरोध गर्दछु त्यसै गरी सरला पोखरेल सुवेदीज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिन अनुरोध गर्दछु अहिले हामी सामूहिक तस्बिर पनि एउटा लिनेछौँ त्यसै गरी मायाको चिनो ग्रहण गरिदिनको लागि म आदरणीय टङ्क सुवेदी सरलाई अनुरोध गर्दछु बट्टा पनि यहाँ छ सँगै बट्टा र प्लास्टिक दुईटैको झोलाको व्यवस्था गरेका छौँ हामीले त्यो फुट्ने चिज भएकोले सरला पोखरेलपछि टङ्क सुवेदी सरलाई मैले अनुरोध गरेँ त्यसै गरी मायाको चिनो ग्रहण गरिदिन म माधव घिमिरे सरलाई अनुरोध गर्दछु माधव घिमिरे आज हामी लेखकसँग सम्बन्धित छौँ आजका कविसँग सम्बन्धित छौँ त्यो कारणले पनि हामी इन्टरनेट विराटनगर लाइब्रेरी सम्झिरहेका छौँ आज सुशील रिजाल सरलाई पनि म मायाको चिन्हको लागि अनुरोध गर्दछु सुशील रिजाल सर त्यसै गरी डाक्टर विप्लव ढकाल सरलाई पनि म मायाको चिन्हको लागि अनुरोध गर्दछु त्यसै गरी म आदरणीय कमला खड्का दिदीलाई पनि मायाको चिन्ह ग्रहण गरिदिन अनुरोध गर्दछु
निर्मल सर निर्मल अमन प्राजुली सरलाई पनि म मागेको छु गाउँ गार्जियन अनुरोध गर्दछु प्रकाश समीर भाइलाई मागेको छु अनुरोध गर्दछु प्रकाश समीरलाई पनि मागेको छु